राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजन समितिले हिजो भद्रपुर नगरपालिका वार्ड नम्बर 2 र 3 स्थित किचकबध क्षेत्रमा भइरहेको महाभारतकालीन उत्खनन स्थलको स्थलगत अवलोकन गरेका छन्। अवलोकनका क्रममा पुरातात्विक महत्त्व, संरक्षणको अवस्था र भविष्यमा गर्नुपर्ने व्यवस्थापनका विषयमा सरकारवालासँग जानकारी लिएका थिए। किचकबध क्षेत्रलाई महाभारत कालसँग जोडिने ऐतिहासिक स्थलका रूपमा लिँदै आएको छ भने हाल भइरहेको उत्खननले नेपालको प्राचीन इतिहास उजागर गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। समितिका सदस्यहरूले उत्खनन कार्यलाई वैज्ञानिक, व्यवस्थित र दीर्घकालीन संरक्षण हुने गरी अघि बढाउनु पर्नेमा जोड दिएका छन्। साथै स्थानीय तह, पुरातत्व विभाग र सम्बन्धित निकायबीच समन्वय गरी यस क्षेत्रको पहिचान र प्रवर्धन गर्नुपर्ने आवश्यकता औल्याइएको छ। स्थानीय जनप्रतिनिधि तथा सरकारवालाहरूले किचकबधको ऐतिहासिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस्ता अवलोकन र पहलहरूले सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा भद्रपुर नगरका मेयर गणेश पोखरेलज्यू, उपप्रमुख राधा कार्कीज्यू, वार्ड नम्बर 2 का अध्यक्ष रामबहादुर कडेलज्यू, किचकबध संरक्षण समितिका अध्यक्ष शेखर थापाज्यू लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो।